कलाकारहरूको छोटो यो बसन्त यात्रा बसन्त अनुभव कस्तो रह्यो म सरस्वती कलाकार साथीहरूलाई लाइभ बन्दुरमा बस्नको लागि अनुरोध गर्छु। अब भाइबाट हाम्रो यो यात्रा चाहिँ अलिकति रोमाञ्चक हुन जस्तो लाग्छ। हास्य कलाकार बसन्तमा विशेष कलाकारको रूपमा हुनुहुन्छ। म उहाँलाई बसन्त यात्रा चलचित्र बसन्तमा उहाँको अनुभव कस्तो रह्यो सच्चोमा आफ्नो भनाइ राख्नुको लागि अनुरोध गर्छु। नमस्कार। कति रमाइलो, कति महँगा फोनहरू र सबैलाई धेरै धेरै धन्यवाद छ। अब यहाँहरूको माझमा बसन्त आइसकेको छ। चैत्र 22 गते इङ्ग्लिसबाट कति हो? इङ्ग्लिसबाट अप्रिल 4बाट संसारभरि बसन्त चलचित्र लागिरहेको छ। तपाईँ हामी सबैको कथा बोकेको सुन्दर चलचित्र हेर्नको लागि सबैलाई सर्वप्रथम हार्दिक अनुरोध गर्दछु। बाँकी कुराहरू हामी यहाँहरूको माझमा गर्दै जानेछौँ। आज शान्तिश्री दिदी आउनुभएको छ, प्रीति आले दिदी आउनुभएको छ, प्रकाश सरको, देवेन्द्र बब्लु सरको, सबैको यहाँहरूको माझमा विभिन्न साङ्गीतिक कोसेलीहरू यहाँहरूको बिचमा बसन्त साँझमा पस्किनेछौँ। हामी सँगसँगै नाच्नेछौँ। कतै नजानु होला र सबै परिवार लिएर चैतको 22 गते यहाँहरू नजिकैको चलचित्र हलमा पुगिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। बाँकी अरू हामी बोल्दै गर्नेछौँ हामीलाई ल। धन्यवाद। अर्को हाम्रो कलाकार हुनुहुन्छ शिवांशी श्री हृदयमा चलचित्र बसन्त गर्ने भएकी नायिका हुनुहुन्छ शिवांशी श्री। यसपछि तपाईँहरूले कन्या राशिवाला मोडेल कलाकार पक्कै पनि चिन्नु भएको छ। हाम्रो चलचित्रमा त्यो कन्या राशिको एउटा महत्त्वपूर्ण पात्रको रूपमा एन्ट्री भएको छ। कन्या राशि अर्थात् प्रभात पाल ठकुरी। कन्या राशिलाई मिलियन भ्युज प्राप्त भएको थियो होइन? मलाई चिन्नु भयो कि भएन? उनको राशि मेरो साँच्चीकै राशि पनि कन्या हो र यो कन्या राशिबाट केटाको फिल्म चैत्र 22 गते रिलिज हुनेछ। मलाई हेर्नु हलमा आउने किन आउने? यसपछि म हाम्रो कार्यकारी निर्माता नाना थकाली मेन्सी छोटोमा अडियन्सलाई के छ निर्माताको कार्यकारी निर्माताको तर्फबाट त्यसै गरी अर्का कार्यकारी निर्माता हुनुहुन्छ अनुरोध भट्टराई जो अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएको छ। नेपाली कला नेपाली चलचित्रलाई माया गरेर बसन्तसँग जोडिनु भएको छ। अनुरोध भट्टराईज्यूलाई छोटोमा बसन्त यात्रा बसन्त सहकारीको बारेमा छोटोमा। नमस्ते। थ्याङ्क यू सो मच। तपाईँहरू सबैजना आज यहाँ उपस्थित हुनुभएको छ। यो बसन्तको ट्रेलर रिलिजको शुभ अवसरमा तपाईँहरूको उपस्थिति हाम्रो लागि यही नै हाम्रो लागि सबैभन्दा ठुलो स्ट्रेन्थ हो र तपाईँहरूको घर गाउँ सहर बजार सबै ठाउँमा 22 गते बसन्त आउँदैछ भनेर पुर्याइदिनु होला। यो बसन्तले पनि तपाईको जीवनमा बसन्तमय छाप छोड्न सफल हुनेछ भन्ने आशा हामी सबै बसन्त टिमका परिवारहरूले गरेका छौँ। थ्याङ्क यू सो मच गाइस। थ्याङ्क यू अनुरोध सर। अब म निर्माता बिन्दु बोरालाई छोटोमा
हाम्रो अडियन्सलाई चलचित्रको तर्फबाट छोटो बधाई राख्नको लागि को खोइ म त चिनेन यसपछि बच्चमा तपाईँहरूले सर्वाधिक रुचाएको नायिका कलाकार अभिनेत्री स्वस्तिमा खड्काजीलाई मन पराउने कति हुनुहुन्छ तपाईँलाई मनपर्छ हो ल चिएको गर्नुहोस् त एकचोटि स्वस्तिमा खड्कालाई मन पराउने जतिले ल स्वस्तिमाजी यति धेरै मन पराउने मान्छेहरू हुँदछ के भन्न चाहनुहुन्छ नमस्ते के छ हालखबर यस्तो राम्रो एनर्जी अब यही एनर्जीका साथ हामी बसन्त कहिले हेर्न जान्छौँ रे कति गते चैत 22 गते हामी सबैजना फेरि हलमा भेट्छौँ है त बसन्तको गीत हेर्न सुन्नु भएको छ कि छैन बाँकी छ हामी यसरी फेरि पनि भेट्नेछौँ र हलमा भेट्नेछौँ कि छैनौँ कति कति फेरि पनि कुन फिल्म ट्रेलर आज रिलिज भएको छ भर्खरै तपाईँले हेर्न पाउनु भएको छैन किनकि तपाईँ सबैजना यहाँ हुनुहुन्छ ट्रेलर पनि युट्युबमा गएर हेरिदिनु होला यहाँहरूलाई मनपर्छ भने सेयर गरिदिनु होला लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला यहाँहरूलाई कस्तो लाग्छ एकदमै अनेस्टली र फेरि पनि चाहिँ 22 गते बसन्त रिलिज हुँदैछ हलमा गएर हेर्नु होला थ्याङ्क यू भेरी मच थ्याङ्क यू स्वस्तिमाजी हाम्रो मुख्य सहायक निर्देशक जो यो चलचित्रमा महत्त्वपूर्ण आधार स्तम्भको रूपमा भूमिका निर्वाह गर्नुभएको छ प्रकाशी कञ्जाल हो तन्त्र मन दिनुभएको छ हाम्रो सुनिलजीले यो फिल्ममा त्यो तपाईँहरूले पक्कै पनि अब देख्नुहुन्छ म छोटोमा सकम्बरी चिन्नुहुन्छ सकम्बरी गीतबाट धेरैले चिन्नुहुन्छ तर त्योभन्दा बढी उहाँको आफ्नै कला यात्रा म्युजिक भिडियो निर्देशन यात्रा र अहिले चलचित्रको मुख्य सहायक निर्देशकको यात्रा पक्कै पनि एकदमै गम्भीर छ भाइलाई अडियन्सलाई छोटो हेलो सबैले नमस्कार हाम्रो चलचित्र बसन्त यही 22 गते लाग्दैछ तपाईँहरू सबैजना गएर पहिलो सो नै हेर्नुहुनेछ है हेर्नुहुनेछ नि हाम्रो बसन्त 22 गतेको दिन तपाईँहरू जति पनि उपस्थित हुनुभएको छ तपाईँहरू सबैजनालाई हामीले हलमा पहिलो सो हेरेको देख्न पाउनेछौँ है हामी सबैजनाको अनुहार याद गरेको छौँ अब हामी भेट्नेछौँ बसन्त फिल्म चैत्र 22 हलहरूमा है त ल धन्यवाद थ्याङ्क यू सुनिलजी अब म तपाईँहरूले गीत सङ्गीतमा त सर्वाधिक रुचाउनु भएको थियो चाहे त्यो बोलमाया होस् चाहे गलबन्दी होस् चाहे सकम्बरी होस् चाहे दमाई महाराज होस् या यो देश मेरो पनि होइन र होस् या अरू थुप्रै गीतहरूमा सर्वाधिक रुचाउनु भएको थियो गीतमा कथा भन्ने स्टोरी टेलिङको पार्टमा त तपाईँहरूले सर्वाधिक रुचाउनु भएकै थियो अब त्यो स्टोरी टेलिङ चलचित्रमा पहिलोपटक प्रकाश सपुतले गरेर यहाँहरूको माझमा प्रस्तुत गरेको चलचित्र हो बसन्त जसको आज त्यसलाई रिलिज भएको छ म अब यहाँहरूको माझमा साङ्गीतिक प्रस्तुति चाहिँ उहाँले पछि प्रस्तुत गर्नुहुन्छ अहिले चाहिँ उहाँले चलचित्र बसन्त कसरी बनाउनु भएको छ कस्तो बनेको छ कस्तो के भन्न चाहनुहुन्छ छोटोमा आफ्नो कुरा राख्नको लागि प्रकाश सपुतलाई अनुरोध गर्छु एकपल्ट जोरदार ओके
म चाहिँ नबोल्ने म चाहिँ यो मौकामा हिरोइनको हात समातेर के भन्नुहुन्छ सो प्लिज म्युजिक हामी 4 जना मुख्य कलाकार छौँ यो फिल्ममा जस्तो जिन्दगी प्रभात आचापुरी सुनाजी सिरी सो कतिजना यो सबै नाचोस् भन्ने चाहनुहुन्छ कतिजनाले स्टेज अलिकति खाली गर्नु मिल्छ को छ सरी साथी देख्यो सबै यात्रा गरेर के गर्नु दोबाट आएपछि छुट्टिनु पर्छ के बाटो एउटै हुँदा त कुनै ठाउँ एउटै हुनु पर्यो नि कतिलाई लाग्छ अस्ति त बाटो नै अन्तरले हुनु पर्यो आफूलाई छिटो लागि जानमा त जाने होइन उतामा पाउने साँच्ची हो साँच्ची हो आऊ आया मगा होइन